सबैजनालाई जय मसीह। परमेश्वरको जिउँदो र क्रियाशील वचनले हामीलाई के सिकाउँछ आउनुहोस् हामी हेर्नेछौँ। आज हामी प्रेरितको पुस्तक 16 अध्यायलाई हेर्न गइरहेका छौँ। पावल डर्बी र लुस्त्रामा पनि आए। त्यहाँ तिमोथी नाउँ भएका एकजना चेला थिए। तिनी एउटी विश्वासी यहुदी स्त्रीका छोरा थिए, तर तिनका बुबा भने ग्रीक थिए। लुस्त्रा र आइकोनियनका भाइहरूमा तिनको नाउँ चलेको थियो। तिनलाई पावलले साथमा लैजान इच्छा गरे। ती ठाउँहरूमा रहने यहुदीहरूका कारणले गर्दा पावलले तिनलाई लगेर खतना गरे, किनकि तिनका बुबा ग्रीक थिए भन्ने उनीहरू सबैलाई थाहा थियो। अब तिनीहरू शहरहरूका बाटो भएर जाँदा तिनीहरूले यरुशलेमका प्रेरितहरू र एल्डरहरूले गरेका निर्णयहरू यिनीहरूलाई पालन गर्नु भनी सुनाइदिए। यसरी मण्डलीहरू विश्वासमा दह्रिला हुँदै र सङ्ख्यामा दिनहुँ बढ्दै गए। पवित्र आत्माबाट एसियामा वचन प्रचार गर्न मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातियाका इलाकाहरू भएर गए। माइसियाको साँधमा आएपछि तिनीहरूले बिथिनियातर्फ जाने विचार गरे, तर येशूका आत्माले तिनीहरूलाई जान दिनु भएन। तब माइसिया भएर तिनीहरू त्रोआसमा गए। राति पावललाई एउटा दर्शन भयो। माकेडोनियाको एकजना मानिस खडा भई तिनलाई बिन्ती गरिरहेको थियो, माकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्। जब तिनले यो दर्शन पाए तुरुन्तै हामी माकेडोनिया जान तयार भयौं। हामीले यो निश्चय गर्यौं कि तिनीहरूलाई सुसमाचार प्रचार गर्न परमेश्वरले हामीलाई बोलाउनु भएको रहेछ। तब हामीहरू त्रोआसबाट जहाजमा चढी सोझै सामोथ्राकेतिर गयौं र भोलिपल्ट नियापोलिसमा आइपुग्यौं र त्यहाँबाट फिलिप्पीमा आइपुग्यौं, जो माकेडोनियाको प्रमुख सहर र रोमी उपनिवेश पनि हो। हामी त्यस सहरमा केही दिन बस्यौं। अब सबाथमा सहरको ढोकाबाट बाहिर नदी किनारमा गयौं, किनकि त्यहाँ प्रार्थना गर्ने ठाउँ छ भनी हामीले अनुमान लगाएका थियौं र त्यहाँ हामी बस्यौं र जम्मा भएका स्त्रीहरूसँग बातचित गर्न लाग्यौं। अनि थिआटिरा सहरकी निवासी बैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउँकी एउटी ईश्वरभक्त स्त्रीले हाम्रा वचन सुनिन्। पावलले बोलेका कुरा ध्यानसँग सुनुन् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो। जब तिनी र तिनका घरका सबैको बप्तिस्मा भयो, तब तिनले हामीलाई बिन्ती गरिन्, यदि तपाईहरूले मलाई प्रभुकी विश्वासिनी ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस्, र तिनले हामीलाई कर लगाइन्। जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, तब जोखना हेर्ने आत्मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्यसका मालिकहरूका निम्ति धेरै कमाई गरिदिन्थी। त्यो पावल र हाम्रा पछि पछि लागि र यसो भन्दै चिच्याई, यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन्। यिनीहरूले तिनीहरूलाई मुक्तिका बाटोको घोषणा गर्छन्। त्यसले धेरै दिनसम्म यसो गरिरही। तब पावलले जिजो मानेर फनक्क फर्की त्यस दुष्टात्मालाई भने, येशू ख्रीष्टको नाउँमा म तँलाई त्यसबाट निस्कने आज्ञा गर्दछु। अनि त्यो दुष्टात्मा त्यही घडी निस्किहाल्यो। तर त्यसका मालिकहरूले तिनीहरूका कमाइका आशा विफल भएको देखेर पावल र सिलासलाई समातेर बजारको चोकमा शासकहरूकहाँ तान्दै लगे। अनि तिनीहरूलाई सहरका हाकिमहरूकहाँ ल्याएर भने, यी मानिसहरू यहुदी हुन्, यिनीहरूले हाम्रो सहरमा गोलमाल मचाउँछन्। यिनीहरूले यस्ता यस्ता प्रथाहरू सिकाउँछन् जो हामी रोमीहरूलाई ग्रहण गर्न वा पालन गर्न न्यायसङ्गत छैन। तब भिडहरू मिलेर तिनीहरूमाथि जाइलागे। सहरका हाकिमहरूले तिनीहरूका वस्त्र च्यातेर फालिदिए र तिनीहरूलाई छडी लगाउने आज्ञा दिए। उनीहरूले तिनीहरूलाई निकै छडी लगाएपछि तिनीहरूलाई झ्यालखानमा हालिदिए र झ्यालखानका हाकिमलाई यी कैदीहरूलाई कडा निगरानीमा राख्ने हुकुम दिए। यस्तो हुकुम पाएर उनले तिनीहरूलाई झ्यालखानको भित्री भागमा लगी तिनीहरूका खुट्टामा ठिँगुरो ठोकेर राखिदिए। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए र अरू कैदीहरूले सो सुनिरहेका थिए। तब एक्कासी एउटा ठूलो भैँचालो भयो र झ्यालखानका जगहरू हल्लिए र तुरुन्तै जम्मै ढोकाहरू उब्रिए र सबैका बन्धनहरू खुले। झ्यालखानका हाकिम निद्राबाट बिउजे र झ्यालखानका ढोकाहरू उब्रेका देखेर कैदीहरू सबै भागिसके भन्ठानेर उनले अपहत्या गर्ने विचारले आफ्नो तरवार थुते। तर पावलले चर्को स्वरले यसो भन्दै कराए, तपाईले आफूलाई केही नोक्सानी नगर्नुहोस्, किनकि हामी सबै यही छौं। तब बत्ती मागेर उनी हाम फाल्दै भित्र आए र डरले काम्दै पावल र सिलासका अगाडि घोप्टो परे। तिनीहरूलाई बाहिर ल्याएर उनले भने, उद्धार पाउनलाई मैले के गर्नुपर्छ? अनि तिनीहरूले भने, प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईले उद्धार पाउनुहुनेछ, तपाईँ र तपाईका परिवारले। तिनीहरूले उनलाई र उनको घरमा भएका जति सबैलाई प्रभुको वचन सुनाए।
तब रातको त्यही घडी उनले तिनीहरूलाई लगेर घाउ धोइदिए। अनि उनी र उनका परिवारले तुरुन्तै बप्तिस्मा लिए। त्यसपछि तिनीहरूलाई घरमा ल्याएर तिनीहरूका सामान्य भोजन राखिदिए र परमेश्वरमा विश्वास गरे भन्ने कुरामा उनका सारा परिवारसँग उनी आनन्दित भए। तर उज्यालो भएपछि शहरका हाकिमहरूले सिपाहीहरूलाई यो आदेश दिई पठाए, ती मानिसहरूलाई छोडिदेऊ। तब झ्यालखानका हाकिमले पावललाई यो कुरा सुनाए, शहरका हाकिमहरूले तपाईहरूलाई छोडिदिने आदेश दिनुभएको छ। यसकारण अब निस्केर शान्तिसँग जानुहोस्। तर पावलले तिनीहरूलाई भने, हामी रोमी नागरिकलाई दोषी नै नठहराइकन उनीहरूले मानिसहरूका सामुन्ने पिटे र झ्यालखानमा पनि हाले र अब हामीलाई गुप्तमा निकाल्न खोज्छन्। यो हुन सक्दैन। उनीहरू आफै आउन् र हामीलाई निकालेर लैजाउन्। ती सिपाहीहरूले हाकिमहरूलाई यी कुरा सुनाए। तिनीहरू त रोमी नागरिक रहेछन् भन्ने सुनेर उनीहरू डराए। उनीहरूले आएर तिनीहरूसँग क्षमा मागे र तिनीहरूलाई बाहिर लगेर शहर छोडी जाने अनुरोध गरे। तिनीहरू झ्यालखानबाट बाहिर निस्केर लिडियाको घरमा गए र भाइहरूसँग भेटघाट गरेपछि उनीहरूलाई प्रोत्साहन दिई बिदा भए। प्रेरित 16का मुख्य सन्देशहरू। 1. पवित्र आत्माको अगुवाईमा काम गर्नुहोस्। 2. परमेश्वरको योजना र समय सधैँ उत्तम हुन्छ। 3. विश्वासले परिवारमा परिवर्तन ल्याउँछ। लिडियाको कथा। 4. प्रार्थना र स्तुतिमा ठूलो शक्ति हुन्छ। 5. उद्धार केवल येशूमा विश्वासद्वारा मिल्छ। 6. सुसमाचारले जीवन रूपान्तरण गर्छ। 7. दुःखमा पनि परमेश्वरको स्तुति गर्न नछाड्नुहोस्। 8. सत्य र न्यायका लागि दृढ रहनुहोस्। 9. मण्डलीलाई प्रोत्साहित गर्नुहोस् र एकतामा बस्नुहोस्। 10. परमेश्वरको योजना कहिल्यै असफल हुँदैन। अन्त्यमा तपाईलाई कस्तो लाग्यो प्रतिक्रिया कमेन्टमा लेख्न साथै तपाईले आशिष पाउनुभयो भने शेयर गर्न र प्रत्येक दिन यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने सब्स्क्राइब गरेर बेल आइकन अन गर्न नभुल्नुहोला है त। जय मसीह।